हेलो सबैजनालाई। मैले आज पनि तपाईहरुको लागि एउटा मिनी ब्लग लिएर आइरहेको छु। आजको मिनी ब्लग चाहिँ मेरो छोरीको बर्थडेको हुनेछ। अन्त मेरो छोरी चाहिँ भर्खर उठेर बसिरहेछ। अन्त मैले चाहिँ उसलाई विश गरेँ। विश गरेर चाहिँ खुसी भएर थ्याङ्क यू भनेर अन्त मुखसुख धोएर चाहिँ बोजूसँग चाहिँ तल मन्दिरको जाँदैछ। हाम्रो घरदेखिको अलिक तल जानुपर्छ नि मन्दिर चाहिँ कि। अन्त बोजू नातिनी चाहिँ मन्दिर जाँदैछ ओह्रालो। अलिक तल बारी गएर अलिक तल जानुपर्छ। अन्त मन्दिरबाट पूजासुजा गरेर पनि फर्केर आएछ। खुसी छ नि त आज त उसको बर्थडे भनेर। अन्त मैले चाहिँ खै तिमीले टिका लगाएनौ मन्दिरमा भनेको। लाएँ भनेर देखाउँदैछ। अन्त तयारीसरी भएर हामी रेडी भएर बजारतिर जाँदैछु। बजार चाहिँ किन गएको भन्दाखेरि हामीले चाहिँ केक अर्डर गरिरहेको थियो नि हिजोपल्टै। त्यही भएर आमा छोरी चाहिँ बजार गएको। बजारमा गएर अलिकति एक दुईवटा सपिङ पनि गर्नु थियो। अन्त बजार गएर चाहिँ केक लिएर आएर चाहिँ केक काट्ने हो भन्दै हो। बहिनी चाहिँ भिडियो गरिरहेछ हो पछाडिबाट। अन्त बेसी त केही नबनाउने सानो मात्रै बनाएको। अन्त हामी चाहिँ बजार पनि पुग्यो। यसो हेरेको केक त रेडी भएको छैन रहेछ। अन्त एकछिन पर्खिनु भनेर भन्दै थियो 20 मिनट जति। अन्त के गर्दै गर्नु भनेर चाहिँ हामी पर्खिरहेको थियो। सामानहरू सबै किनिसकेको थियो नि त। अन्त त्यही भएर त्यहीँ यसो हेर्दै बसिरहेको थियो। अन्त बहिनीले फेरि त्यो उयो खाने अरे त्यो कप केक खाने अरे हो। त्यो पिङ्क कलरको स्टार भएको खाने भनेर माग्नु थाल्यो। अनि एउटा निकालेर दिइहाल्यो। खुसी भयो। उसको फेरि गुलियो फेभरेट हो नि त। अन्त पिङ्क कलर पनि फेभरेट। अन्त पिङ्क कलरको स्टार भएको खाने भनेर चाहिँ निकाल्नुलाई त्यही खायो। यम्मी टेस्टी भनेछ खाएर। खुसी भइरहेछ आज। अन्त केक खायो। केक सेक खाएर हामी घर फर्क्यो। घर फर्केर आएर चाहिँ म यहाँ खिर बनाउँदैछु। अर्कोपट्टि चाहिँ मैले अन्डा र आलु उसिनिरहेको थिएँ कुकरमा। अन्त आलु चाहिँ किन भन्दाखेरि समोसा बनाऊँ भनेर समोसाको लागि चाहिँ यहाँ डो पनि रेडी गर्दैछु। पास राखेर चाहिँ बेल्नु थालेँ। बेलेर चाहिँ अन्त काटकुट पारेर सबै रेडी गरेँ। रेडी गरेर चाहिँ समोसा बनाउन थालेँ। अन्त समोसा पनि रेडी भएको थियो मेरो। समोसा रेडी भएर पोल्नु मात्रै थियो। अन्त बाहिर आगोमा लगेर पोलेँ समोसा पनि कम्ती गर्दै 1-2वटा गर्दै। अन्त समोसा पनि रेडी भइसक्यो। अन्त बहिनी चाहिँ ड्रेस लाउने अरे भनेर ड्रेस लाउन थाल्यो। अन्त यहाँ साथीहरूसँग सानो बहिनीलाई चाहिँ मसारेको छ। अन्त केक काट्नको लागि रेडी भएर बसिरहेछ। अन्त केक सेक सबै मिठाईहरू पनि रेडी भयो। अन्त छिमी बालेर चाहिँ केक काट्नको लागि आउँछ। केक पनि काट्यो। सबैजनाले ह्याप्पी बर्थडे टु यु भन्दै गाउँदैछ। सबैजना बेसी त बोलाएको थिइनँ। अलिअलि नानीहरू 4-5 जना अनि 1-2 ठुलो मान्छेहरू थियो। अन्त गिफ्ट दिँदैछ भाइले चाहिँ खदा लगाएर। अरू सबैजनाले टिका लगाइदिँदै गिफ्ट दिँदै केक खुवाउँदै गर्दै थियो। बहिनी खुसी छ। खुसी हेर्दैछ केक त स्टार खानु मन परिरहेछ नि त मलाई त केकको पनि। अन्त सबैजनाले टिका खुवाउँदा अनि गिफ्ट दिनुहुँदै थियो। खुसी भएर बहिनीलाई भन्दा पनि भाइलाई चाहिँ हतार परिरहेको थियो नि। फेरि बहिनीको गिफ्ट खोल्नु खोजेको कहाँ छ गिफ्ट भनेर। अन्त अघि भाइले खोलिदिएछ गिफ्ट चाहिँ लगेर रुममा लगेर। अन्त
अनबक्सिङ गरेको चाहिँ मैले भिडियो हाल्नु पाइनँ। फोटोहरू पनि खिच्दैछ, गिफ्टहरू दिएको। भाइले चाहिँ अब गिफ्टहरू सबै लगेर अघि रुममा लगेर अनबक्सिङ गर्दैछ। बहिनीले पनि यादै नपाइकन बहिनीले एकछिनबाट उयो गरेर भाइले दिएको बनाइदिएको अरे बिहानदेखिको कार्ड गिफ्टहरू सबै हेर्दैछ। मलाई पुरा मन पऱ्यो अरे ज्योमेट्री बक्स चाहिँ, युनिकर्नको त्यो सबै मन पऱ्यो अरे। त सबै खोलेर देखाउँदैछ उसलाई पनि। त्यो युनिकर्नको चाहिँ उसलाई झन् पुरा मन पऱ्यो अरे। त्यहाँभित्र भएको पेन्सिल सबै त्यसरी मिलाइकन राखेछ आफै हो, गन्दैछ पेन्सिल पनि। अन्त इरेजर कलरहरू सबै त्यहाँ मिलाइकन राखेर चाहिँ मलाई मम्मा यो राखिदिनु ल, भोलिपर्सि अलिक ठुलो भएर मात्रै म चलाउँछु भनेर चाहिँ मलाई राख्नु दिएको थियो। त्यो चाहिँ अन्त हुन्छ। अनि हाम्रो बर्थडे पनि यत्तिकै एन्ड भयो। खाएकोहरू चाहिँ हाल्न सकिनँ, अलिक बिजी भएकोले। अनि हाम्रो भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु होला। अनि बाई बाई। Thank you everyone.